स्वागत छ। अब तपाईं सुन्दै हुनुहुन्छ दैनिक नेपालगञ्जले उत्पादन गरेका मुख्य समाचारको सङ्गालो 1 मिनेटमा नेपालगञ्ज। दलित महिला संघ फेडोले बुधबार सामाजिक लेखा परीक्षण कार्यक्रमको आयोजना गरेको छ। बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ। कार्यालयको प्रवेशद्वारमै विभिन्न निवेदनका नमुनाहरू क्युआर कोडमै टास गरिएको छ। बाँकीमा प्रहरीले पिस्टल बरामद गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका 2 बसपाक क्षेत्रबाट सो पिस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकीका प्रहरी नायक उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्। चालु आर्थिक वर्षको असोज मसानसम्म जिल्ला प्रशासन कार्यालय बाँकीमा 111 हतियार नवीकरण भएका छन् भने 25वटा हतियार नामसरी भएका छन्। महेन्द्र पुस्तकालयमा नवनिर्वाचित कार्य समितिले बुधबार औपचारिक कार्यक्रम बीच कार्यभार सम्हालेको छ।